तो हेलो साथीहरु, नमस्ते एन्ड वेलकम ब्याक। न्यू डे न्यू ब्लगमा। अनि आज पछि पनि धेरै समयपछि आइसकेको छु। म चाहिँ एउटा भिडियो लिएर गोठाला गर्दैछु। अनि अस्ति जेउस नयाँ वर्षमा घुम्नु गएको थियौँ। त्यहाँ चाहिँ हामीले यसो मुद्दुम ट्रेन साथसाथै रैथाने खानाहरूको यताउति मेलाहरूको भिडियो यताउति क्लिपहरू देखाइरहेको थियौँ। अनि 1, 2, 3 भाग आइसकिरहेको थियो। तपाईहरुले जति पनि नयाँ हुनुहुन्थ्यो अनि जतिजनाले हेर्नुभयो कस्तो लाग्यो कमेन्टहरू पनि गरिदिनु भएको थियो। 1, 2 जनाले गरिदिनु भएको थियो, लाइकहरू जो सपोर्टहरू गरिदिराख्नु भएको छ। अनि पार्ट 4 बाँकी आउनु बाँकी थियो है। अनि पार्ट 4 चाहिँ अलिकति सर्ट छोटै हुने भएर अनि यो भिडियो त्यहाँ चाहिँ प्लस गरिदिउँ भनेर तपाईँहरूको लागि चाहिँ आइसकेको छु भिडियो लिएर। जति पनि साथीहरू नयाँ जोडी हुन्छ सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब ऱ्याङ्क कति के हुन्छ कसो हुन्छ तपाईँहरूले गरिदिनु होला है त। अनि तपाईहरुकै लाइक कमेन्ट सेयर सब्सक्राइबरहरुले नै कारणले नै मलाई मोटिभेसन पनि हुँदैछ र फेरि जोस जाँगा पनि हैन ट्याङ 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 बढेर आउँछ नि त, गरिदिनु होला। अनि है त गोठालो गर्दै 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 सर्टमा चाहिँ अनि अब यहाँ हिँडिया चाहिँ रोटे रोड लगिरहेको छु हैन। रोटे रोड लानुको कारण पनि के हो भन्नाले यहाँ चाहिँ हाम्रो चाहिँ यो रोडमा चाहिँ समितिको कामको लागि टक्क 5 लाख रुपियाँ परिरहेको छ नि त बजेट। अनि यतै हामी दाइहरूसँग टक्क छरछिमेकी यतै हाम्रो चाहिँ नजिकै टक्क बनाएर समितिको काम गरेर ड्याङ 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 काम हालिनु पर्ने छ। अनि टक्क आज हिजोदेखि स्टार्ट भइरहेछ। अनि फाउन्डेसनहरू खन्ने कामहरू चाहिँ भइरहेको छ हैन। अनि त्यही कारणले म पनि यसो चट्ट बस्तुहरू यता यो जङ्गलतिर सट्टा बस्तुहरू लगाएरी म पनि त्यो फाउन्डेसनमा टक्क यसो जानुको लागि टक्क आइरहेको छु। अनि यसो सोचेँ पार्ट 4 आउनु बाँकी नै थियो अब हैन। अलिकति छोटो छोटो यसो क्लिप्सहरू अनि लगाइदिउँ न त यसमा टक्क मिक्स गरेर यसौती भनेर त्यही कारणले अनि टक्क भिडियो बनाउँदै हिँडिरहेको छु म चाहिँ है। अन्त यो साथी यस्तै हो जिन्दगी सलल चलिरहेको छ त्यो हैन। ओहो ऐसिलो पाएको छ नि त साथीहरू, ऐसिलो यो त अनि फेरि ऐसिलो पाएको छ हैन। ऐसिलो फेरि खाएन भने अलि सराप छ क्या ऐसिलोले, किन खाइनस् मलाई भनेर त्यही भएर खाइदिनुपर्छ। ऐसिलो फेरि खाएन भने अलि सराप छ क्या ऐसिलोले, किन खाइनस् मलाई भनेर त्यही भएर खाइदिनुपर्छ। तर लास्ट गरेर कि यसले फेरि मिठो खान्छ, मिठो हो कि मासी गलाउँछ क्या मासी अल्छी लास्टै लगाउँछ। अझ भोक लागेको बेला खानुपर्छ। अनि यसो भारी बोकेर हिँड्नुपर्ने अवस्था हुनुपर्छ कि माथि त्यस्तो है पाकिरहेछ। ऐसिलो हामी चाहिँ ऐसिलो भन्छौँ, तपाईँहरूकोतिर के भन्छ यस्तो कमेन्ट पनि हानिदिनु होला प्याज चाहिँ होइन। हेर्दै खतरनाक पाकिरहेको छ यार, काँडले घोच्छ मासु त पैसा खान सकिँदैन। अझ मासतिर डर पाकिरहेको छ। तल प्रीति भइसक्यो कहिलेदेखि पाकेको कि पाकै त खतरनाक छ त खतरनाक। आइज भाइ आइज आइज साथीहरू धेरै नखाउँ फेरि कुन्दाको या बढी भएको मान्छे होइन। मस्त फेरि कुन्दाको या बढी भएको मान्छे होइन। त्यसको पुरै मासी सब गराइदिँदा फेरि झन् साह्रो बढी आया फुलिन्छ मिठो। है त काम यहाँ तल भइरहेछ साथीहरू।
म चाहिँ तल गएर चट्ट अहिले त्यसो खनेको यतातिर देखाउँछु तपाईँहरूलाई नि हाम्रो काम कस्तो भइरहेछ कसरी गरिँदैछ भनेर है त। अहिले चाहिँ एकछिन भए नि रोकेर गएँ फेरि अहिले भिडियो यति लामो हुन्छ फेरि कसो भने भिडियो खिच्छ होइन। अनि यहाँ लास्टमा चाहिँ फेरि काट्ने झ्याउला चाहिँ काटेर यसो मलाई अलिक राम्रो भिडियो गर्ने भन्न काट्ने झ्याउला चाहिँ सबै यस्तो हेर्दैको सबै राम्रै लाग्छ यार। त्यही भएर नि अहिले चाहिँ बन्द गर्दै त फेरि यो पनि 5 घन्टाको भइदियो भने फेरि खत्तम हुन्छ। 5 घन्टाको भइदियो भने फेरि खत्तम हुन्छ। ल साथीहरू काम चाहिँ यहाँ टक्क भइरहेछ। यी फाउन्डेसन खन्ने कामहरू चलिरहेछ बबाल तरिकाले। फाउन्डेसनहरू समट्ट भएर खनिराखेको छ होइन। तो साथीहरू तलको चाहिँ काम गरेको चाहिँ भिडियो देख्नु पाएन खिच्नु पाएन किनकि मेसिनको आवाज डराइरहेको छ होइन। त्यस्तो के खिच्ने भन्दा खिचेन न कुरो यही हो। अब लागौँ है त अब नयाँ वर्षको टक्क भिडियोतिर हेरेर सबैजनाले के कस्तो लाग्छ कमेन्ट बक्समा भनिदिनु होला है त। ओके सुरु गरौँ। कहाँ जाँदा रहेछ केटा इन्टरभ्यू सबको लिँदै जानु पर्यो नबोलेर भिडियो बनाएको राजा ल गाडी पो बोलिदिन्छु के बोल्ने अरे के र एकदम राम्रो शब्द बोल्थ्यो भनेको फेरि कता कता चाहिँ भन्दैन साथी सबैले के साथमा भन्दा त चटपटे खानु गएको तोङबा खानु गएको होमस्टे के खानाको म चाहिँ नेपाली खाना स्याउ र केरा खानु गएको रोटी चाहिँ नेपाली खाना स्याउ र केरा खानु गएको रोटी। कौन है ये लोग कहां से आते हैं? हिमाल बड़ा हरामी हो बेटा। हिमाल 5 को इन्ट्री भइसकेको छ साथीहरू। सन्तोष 6 ले भक बनाउँछ 5 सन्तोष 4 हो अरे 4 यता रञ्जित 5 पनि हो यता हिमाल 5। हजुर हजुर सर अब तपाईको इन्टरभ्यु हामीले लिन गइरहेको छौं। हजुर सर अब तपाईको इन्टरभ्यु हामीले लिन गइरहेको छौं। अब तपाईले हामीले तपाईको बारेमा नि हामी इन्टरभ्यु लिन पाइँदैन हामी चाहिँ हामीले तपाईको बारेमा इन्टरभ्यु लिनुपर्छ ल्यान्डर जस्तो नपर्छ। तपाईको घर कता पर्यो भन्नुस् त तपाई नहाँस्नु न बेबी कसरी भक बनाउँछ बेबी तपाईले यो युट्युबबाट कति कमाउनु हुँदैछ भन्नुस् त तपाईको प्राइस कति छ क्यामेरा परै राख्नुस् न तपाईको प्राइस कति छ भन्नुस् त भन्नु त सम्पूर्ण महानुभावहरू दर्शकबिनहरू देख्न चाहनुहुन्छ। हामी चाहिँ गाई तक्लो होमस्टेमा खाजा खानु आएको छौँ सबजना। अलिक यहाँनिर फोहोर खाएर यी हाम्रो मित्रहरू यस्तै छन् रञ्जित राई सनिस्टर बान्जा सङ्गु कालु छिल्लु सङ्गु छिल्लु राजु राजन दाजु हजुर सन्तु काका ओइ नाम चाहिँ पुरै भन्ने यता हेर्दा के छ ठीक छ ओइ जात त भ्लग फ्रेन्डसिप हो गयो भने जस्तो यहाँ पनि फ्रेन्डसिप के खाएको केटाहरूले यस्तो यार साधुको अगाडि यस्तो खाएर यार माल खाएको
मन्जितले अब अन्तिममा त तान्नु थालेछ अनि कता हिँडेको तिमी हाटु भएर अहिले मेरो चाहिँ ननिस्को स्ट्यान्ड छ र वाह क्या सीन है वाह क्या सीन है आउँदैन कसैको फुल कसैको फुल नआउने हो नि उयो तल कहाँ भने अब अरूको निकाल्नु आफ्नो आउँदैन आफ्नो निकाल्नु अरू काम फेरि तल राखेर घुम न के अरे यहाँको ल सन्तोष काका आजको हाम्रो होमस्टे न्यू इयर कस्तो छ ठिक छ नि ठिक छ एकदम अनि मन्दिर दाई के छ अनि राजन दाई कस्तो छ त आजको अनि राजन दाई कस्तो छ त आजको बड़ा हरामी हो बेटा अनि रन्जित सर कस्तो छ अनि रन्जित सर कस्तो छ अनि पिरो अनि सङ्गमको कस्तो छ जे छ ठिकै छ ममा अनि हाम्रो चिल्ड्रनको ल सबै सम्पूर्ण ठिकै छ नि अनि कस्तो छ आफ्नो चाहिँ मेरो त कडा कडा छ मेरो त कडा कडा छ तपाईँले के झ्याउ भयो क्या यहाँ सबैको कस्तो हुँदैन होइन भने जस्तो हुँदैन सानो भयो नि आफूले खाएको आफूले भिडियो गर्दै खाने चाहिँ केटा बसेको चाहिँ अब ठिक छ यस्तै हो क्या आफू सुके भन्नेलाई यस्तै हो यही हो है के भन्नु अब तिम्रो नम्बर भन त आज म माथि पनि लाग्छ हाल्ने जो माथि त्यसलाई लाग्छ हाल्ने भनेपछि त यहाँ त जरो छिलेले पो लाग्थ्यो हाल्ने भन्छ पचाउनु चाहिँ पर्यो पचाउनु चाहिँ पर्यो है फोटो चल्छ नि तिमीसँग यो के खाएको पानी चिसो पानी कुन पानी यो कहाँको पानी गक्लेट है शुद्ध पानी यो चाहिँ गक्लेटे कुन ठाउँको कुन जिल्लाको उहाँ छ यहाँ छ त्यहाँ पानी छैन जानु न मागेर ल्याउनु एकजनाले मन्दिर भाइ पानी मागेर ल्याउ त छैन सकियो रे छैन के सकियो भने मयुको रागाले खान्छ के रहेछ कता बुझाइरहेको ब्लुटुथ गराएको छैन एउटै राम्रो फोटो अघि माथि झुन्डाइराखौँ कि के हो बाँधेर यस्तो फोटो एउटा राम्रो भएन आज खिचायो यो चाहिँ कुन स्टाइलको होला यो एक लट फेरि यसलाई चाहिँ मही पारेको भन्छ भाइ फेरि यसलाई चाहिँ मही पारेको भन्छ भाइ समझ रहे हो न कस्तो कस्तो छ निकाल्ने मैले म शेर्पाको छोरा नि छ अनि मन्दिर चाहिँ कस्तो क्या बोला तूने यही पहले क्या बोला चल चल चलो
जाके इलाज कराओ। रोटेको छोरा भन्नु दमाई डाँडामा बसेर दमाई भन्नु लाज लाग्छ के लाग्छ भन्ने कुरालाई अहिले परिचय हेर्नु है गाइस रमाइलो डाँडा होइन र दाइ मन तसले दमाई डाँडा चाहिँ नभन न भाइ आविष्कार तिमी पनि त्यही भएको त्यो साथीहरू आजको भिडियो चाहिँ अलिकति धेरै बोलिएको छैन होइन त्यतिकै यताउति सिनहरू मात्रै देखाउँदै बसिराखेको छ अनि पानी पुरै परेर हामीले घर फर्किरहेको छौँ अनि तपाईँलाई के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला पसिना पानी आइरहेको छ अनि त्यहाँ छिलु 5 छ है त छिलु 5 बिस्तारै हाँक्नुहोस् छिटो यहाँ हाम्रो छिलु 5 यहाँ हाम्रो छिलु 5 रक्सी खाएर माथि छ पुरै अनि साथीहरू जति पनि नजोडी हुन्छ च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट सेयरहरू गरिदिनु होला है त पानी आइरहेको छ होइन हामी चाहिँ घर गइरहेको छौँ बिहार पाइरहेको छ पानी परेर होइन अन्त साथीहरू जति पनि नजोडी च्यानललाई सब्सक्राइब गरिदिनु होला